अब आफ्नो समाजमा भएको बच्चा अब अहिलेसम्म हामीहरूले घरधुरी माघ महिनामा गरिसकेको थियौँ। माघ महिनामा गर्दाखेरि कुनै पनि बच्चा छुटेको पाइएन। यदि कारणवश कुनै बच्चाहरू यदि छुटेको छ हामीहरूले खोज्दा पनि भेटिएन, महिला स्वास्थ्य स्वयंसेविका दिदीहरूले खोज्दा पनि भेटिएन। तर यहाँ बच्चा छुटेको छ है भन्ने तपाईँहरूलाई त्यस्तो लागेको छ त्यस्तो छ भने अझै पनि जानकारी गराउन सक्नुहुन्छ। ती बच्चालाई 5 वर्ष नपुग्दै खोप छुटेको छ भने खोप दिन सकिन्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। आगामी दिनमा पनि खोप छुटेछ भने 15 महिना पुग्यो तेरो बच्चाले खोप लगाउन छुटेछ अब त सक्यो भन्न भएन। खोप 5 वर्षसम्म लाग्दो रहेछ है, लैजा है स्वास्थ्य संस्थामा गएर जानकारी लिए है भन्ने कुराहरू पनि थाहा पाउने भयो। त्यो भएर चाहिँ खोप अब यो कार्यक्रम प्रत्येक वर्ष नेपाल सरकारले प्रत्येक वडामा आज यसरी नै सडानन्द नगरपालिकामा आज 31 गतेभित्रमा सबै वडाहरू 14 वडाहरू यसरी नै पूर्ण खोप घोषणा भएर यो आगामी दिनमा यो कार्यक्रममा पनि दिगोपना राख्ने प्रतिबद्धता गर्दै सबै वडामा यो कार्यक्रम सञ्चालन भयो। जेठको पहिलो हप्ताभित्रमा हाम्रो सडानन्द नगरपालिकै घोषणा हुन्छ पूर्ण खोप घोषणा भनेर। अघि सरले भने जस्तै जिल्ला हुँदै प्रदेश हुँदै सिङ्गो नेपाल नै पूर्ण खोप घोषणा हुन्छ। अब यो भनेको यसमा चाहिँ अब हामीले महिला स्वास्थ्य स्वयंसेविका दिदीहरूलाई धन्यवाद दिनुपर्छ। अब यसमा ठुलो हात भनेको तपाईँहरूको छ, सँगसँगै अब हामीहरू पनि छौँ। तर तपाईँहरू एकदम गाउँमा समाजको सबैभन्दा तल्लो निकायबाट काम गर्ने त तपाईँहरू नि, त्यसपछि हामी कर्मचारी अनि नगरपालिका हरेक कुराहरू अब जे पनि एउटा तह अन्तर्गत जान्छ। त्यो भएर तपाईँहरूलाई यही कार्यक्रमबाट सम्पूर्ण दिदीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। पूर्ण खोप भनेको पुरापुरी खोप हो भन्नाले हाम्रो वडामा कुनै पनि बालबच्चाहरू चाहिँ खोप लाउनुबाट चाहिँ कुनै पनि नानीहरू केटाकेटीहरू चाहिँ 5 वर्षभन्दा मुनिको केटाकेटीहरू चाहिँ वञ्चित छैन भन्ने नै हामीले बोल्नुपर्छ। यो चाहिँ हामीलाई धेरै गौरवको कुरा हो। यो गौरवको कुरा हुनुमा पैसा खोइ जाने खाँदै वडामा टोलमा काम गर्छौँ। अब एक कामलाई पक्का खानु पर्यो त्यतिको लागि पनि होइन। धेरै धेरै धन्यवाद सबै अग्रसर भएर काम गरिदिनुहोस्। योभन्दा धेरै गरिदिनुहोस्। कति मेहनतका साथ तपाईँहरूले गाउँ समाजलाई यहाँसम्म पुर्याउनु भयो, तपाईँहरूलाई त धेरै सम्मान छ। त्यहाँ सही नगरे पनि हामी आफ्नो टोलमा काम गर्ने गर्नु रे गरिराख्नु न। नगरे टोलमा नगरे त्यहाँ चाहिँ टोलमा काम त गर्नु पर्यो नि दिदी। टोलमा त गर्ने नि नगर हामी देख्दिन त्यहाँ